युएईको शारजा क्रिकेट स्टेडियममा हालै सम्पन्न भएको नेपाल भर्सेस वेस्ट इन्डिजको बाइलेटरल सिरिज अर्थात् युनिटी कपमा सन्दीप लामिछाने किन समावेश हुन सकेनन् त? किन हामीले सन्दीप लामिछानेलाई खेलिरहेको अवस्थामा मैदानमा देख्न सकेनौँ? किन पाएनौँ? उनी समावेश नहुनुको कारणहरू के थिए त? त्यसको बारेमा आजको यस भिडियो रहेको छ। कृपया अन्तिमसम्म हाम्रो भिडियोमा रहनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको लाइक बटनमा प्रेस गर्न नभुल्नुहोला। सुरु गरौँ आजको भिडियो। नेपाल भर्सेस वेस्ट इन्डिजको बाइलेटरल सिरिज अन्तर्गतको पहिलो खेल यही सेप्टेम्बर 27 मा समाप्त भएको थियो, जहाँनिर नेपाल भर्सेस वेस्ट इन्डिजको खेल सुरु रातिको 8:15 मा हुने क्रममा थियो नेपाली समयअनुसार। त्यतिकैमा सन्दीप लामिछानेले करिब 45 मिनेट अघि व्यक्तिगत कारण देखाउँदै आजको खेलमा समावेश नहुने अथवा समावेश हुन नसक्ने कुरा जानकारी गराएका थिए टिम म्यानेजमेन्टलाई। त्यही निर्णयअनुसार सन्दीप लामिछानेले पहिलो खेलमा आफू समावेश गराउन सकेनन् र टिममा उनी सामेल हुन सकेनन् र बेन्चमा रहन पुगे। त्यो थियो पहिलो कारण, जहाँनिर उनले सेप्टेम्बर 27 अर्थात् फर्स्ट डेको खेलमा आफूलाई समावेश गराउन चाहेनन् विभिन्न व्यक्तिगत कारणबाट। र त्यो कारण के थियो अहिलेसम्म खुल्न सकेको छैन। र त्यसपश्चात रहेको सेप्टेम्बर 29 र सेप्टेम्बर 30 को खेलमा उनले खेल्न चाहँदै पनि टिम म्यानेजमेन्ट अर्थात् क्रिकेट एसोसिएसन अफ नेपालको तर्फबाट सन्दीप लामिछानेलाई दुईवटा खेलमा प्रतिबन्ध लगाइएको थियो अर्थात् सस्पेन्ड गरिएको थियो। किनकि उनले 45 मिनेट अगाडि जहाँनिर खेल सुरु हुने क्रममा थियो, फर्स्ट डे अर्थात् सेप्टेम्बर 27 मा हुन गएको पहिलो खेलमा जुन चाहिँ 8:15 सञ्चालनमा आउने क्रममा थियो, त्यतिकैमा मात्र 45 मिनेट अगाडि उनले चाहिँ व्यक्तिगत कारण देखाएर आफूलाई खेलमा समावेश नगराउने भनेसँगै क्रिकेट एसोसिएसन अफ नेपाल अर्थात् क्रिकेट म्यानेजमेन्ट टिमबाट उनलाई चाहिँ बाँकी रहेको दुईवटा खेलमा चाहिँ सस्पेन्ड गरिएको थियो। त्यसै कारणले गर्दाखेरि उनले बाँकी रहेका दुईवटा खेल जुन चाहिँ सेप्टेम्बर 29 र सेप्टेम्बर 30 मा समापन भएको थियो, त्यो खेलमा उनले चाहेर पनि त्यो खेलमा समावेश हुन सकेनन्। कारण थियो क्रिकेट एसोसिएसन अफ नेपालको तर्फबाट उनीलाई गरिएको सस्पेन्ड। किनकि मात्र 45 मिनेट अगाडि उनले व्यक्तिगत कारण देखाएर टिममा समावेश नहुन खोजेसँगै क्रिकेट एसोसिएसन अफ नेपालले उनलाई कारबाहीको स्वरूप दुईवटा खेलमा चाहिँ प्रतिबन्ध लगाएको थियो। तथापि त्यसबाहेकका अन्य खेलमा उनलाई कुनै पनि प्रतिबन्ध छैन। त्यसैले उनी बाँकी रहेका खेल खेल्न सक्नेछन् र उनी पक्कै पनि मैदानमा देखिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ र आशा गर्दैछौँ। सन्दीप नेपालको एउटा स्टार हो, उनी बिना टिम इन्कम्प्लिट नै हुन्छ र बाँकी रहेको सामनेवाला टिमलाई चाहिँ एउटा पक्कै फाइदा पुग्नेछ। सन्दीप बिनाको टिम आफैमा अपुरो रहनेछ। कृपया टिम म्यानेजमेन्टले यो कुरालाई मिलाउँदै लैजाओस् र आगामी दिनमा मैदानमा पुनः कमब्याक गरेको देख्न पाइयोस्। हस्त, धन्यवाद।